Ye ye mo wa thang la chok ko ma pa
Tomade ante jaya to shunchen je kha ki ade ke de je sobe agana shin ke 참배 후에 ante jaya to shunchen je kha ya chigyo gati chamche ante pesaba ani narazu koyede lama penda tsering shabana cho ade jo narazu nambe gyundengi 지게 가서래 막내 재단자 디토리아 믹스 아니 가족 소식 또 스마일기 아니 나라죠 그것은 뭐마 앞에 쇼가 신기 아니 공기 시시 남체네 다들이 도시야 지표나 요래 대선자 대리니도 이슈 접시 나가나 진짜 좋게 아니 제 고기 모델이야 믹스 나라죠 안돼 저도 제가 해야 제가 그 진짜하게 가져간 대나래야 나한테 말아주 뭐냐 전에 남배 견대인기 같이 가서래 라게 따조다 이게 토리야 소시만데 대소자 나도 상에 이 토리야 토리 신기 토네 세신이 가져가 쉬고요 그냥 아주 비슷하게 아자 너무나 좋은 게 아주 저기스 दिनमा जसरी नै मञ्जुश्री सेन्टर फर कल्चरको तर्फबाट जसरी बिन्ती चढाए आदरणीय अनि हाम्रो मङ्काजी गुम्बाको हेड लामा अनि त्यसरी नै धर्मचक्र कमिटीको अध्यक्ष लामा पेम्बा छिरिङ शेर्पाज्यूलाई अनि विशेष गरी बौद्ध संस्कार यानि हाम्रो दैनिक जीवनमा हाम्रो बौद्ध अभ्यासहरू के छ यस बारेमा प्रवचन दिँदाका निमित्त हामीले बिन्ती चढाए अनुसार उहाँको आफ्नै जुन चाहिँ बहुमूल्य समाजलाई पनि पन्छाएर यसरी यसलाई एउटा महत्त्व उहाँले दिनु भएर यहाँ पधार्नु भएको छ हाम्रो माझमा त्यसैले गर्दाखेरि सर्वप्रथम अनि मञ्जुश्री सेन्टर फर कल्चरको तर्फबाट आदरणीय लामा पेम्बा छिरिङ शेर्पाज्यूलाई आन्तरिक हृदयबाट सर्वप्रथम सुस्वागत जनाउन चाहन्छौँ र त्यसको साथसाथमा यहाँ पधार्नु भएका विशेष गरी अनि हाम्रा भिक्षुगण भयो त्यसरी नै मञ्जुश्रीका विद्यार्थीहरू त्यसरी नै श्रद्धालुहरू है भक्तजनहरू जति पनि यहाँ यो जुन चाहिँ छ बौद्ध संस्कार यसलाई एकदमै महत्त्व जुन चाहिँ दिलाउनु भएर यसरी पधार्नु भएकोमा तपाईँहरू सबैलाई पनि मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरको तर्फबाट अनि न्यानो स्वागत जनाउन चाहन्छु अनि यसको बादमा अब ज्यादा समय नलिउँ हजुरहरूले एकदमै आशा साँचेको अनुसार है अनि आदरणीय लामा पेम्बा छिरिङ शेर्पाज्यूको आजको यो जुन चाहिँ प्रवचन छ के माथि भने बौद्ध संस्कार हामीले दैनिक जीवनमा के अभ्यासहरू गर्नुपर्ने हो दैनिक जीवनमा हामीले साधना के गर्नुपर्ने हो यो हामी सबै बौद्धहरूले जान्नु अति नै जरुरी छ कहिले कहीँ यस्तो जरुरी चिजहरू नजानिकन हामीले आफ्नै मानव चोला यो बहुमूल्य मानव जीवन यसरी व्यर्थमा हामीले पठाउँछौँ र त्यसैले गर्दाखेरि अनि व्यर्थमा नपठाएर ती सबै जति पनि छ बुद्धत्व प्राप्तिको निमित्त नजाने जति पनि हाम्रो यो संसारिक कामकाजहरू छ ती सबै अलिक पर पन्छाएर हामीले आफ्नै चित्त एकाग्रहद्वारा आफ्नै जुन चाहिँ छ बौद्ध संस्कार पुण्य अर्जन गर्ने संस्कार अनि के भन्छ अपुन एकदम विपुल मात्रामा है अपार मात्रामा हामीले कमाउनु पर्ने पुण्यको एउटा जुन चाहिँ निर्धारित केन्द्र अभ्यासतिर हामीले एकाग्रताद्वारा ध्यान दिनुपर्ने अति नै जरुरी भएर नै मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरले यो जुन चाहिँ प्रवचन है को क्रममा यसरी हामीले आज कार्यक्रम आयोजन गरिरहेका छौँ र समय ज्यादा नदिएर अनि आदरणीय लामा पेम्बा छिरिङ शेर्पाज्यूलाई आफ्नै जुन चाहिँ छ आजको बौद्ध संस्कारमाथि
दैनिक अभ्यासमाथि प्रवचन सुरु गर्नुहोस् भनेर बिन्ती चढाउँदैछु। आज 9 जुन 2024 को दिनमा यहाँ मन्टेसरी सेन्टरमा अघि हाम्रा मन्टेसरीका कार्यकारिणी र विशेष गरेर जुनले आजको जानकारी विशेष तपाईहरुलाई यहाँनिर बताए अनुसार र आज यहाँ उपस्थित सबैजना हाम्रा धर्म अनुरागीहरूलाई सर्वप्रथम मेरो तर्फबाट आशीर्वाद पाउँछु। अनि कुनै पनि धर्म कर्म व्यापार पूजा जे जस्तो भन्नुभन्दा अगाडि पहिला हामी तिरिरत्न शरण गमनको पाठ गर्ने हाम्रो एउटा अब प्रथा भनौँ, एउटा हाम्रो एउटा परम्परा रहेको हुनाले गर्दा सर्वप्रथम हामी अञ्जलीबद्ध गरेर हात जोडेर तिरिरत्न शरण गमनको पाठ र बुद्धको वन्दनाबाट हामी सुरुवात गर्ने। नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुद्धस्स। तुझे तुझे सजे रिसोटो तेजे बितो तेजे पुण्यो पास्त्रिके कुंभो तपुर तेजे सजे जगो शब्दा सासे ओ सासे पेजे झुंसे में तो टपरीरा बिजे गिजे जेनबाजे संजे शिंदो दिजे बुलवाजे धोगो नंदा शिंदो शेवरा Chate Wadan Chechen Shapadan Cheso Iran Krishin Suwaye Yewa Shunse Daji Chisa Patan Se Dope Chanchu Shirmo Kamri Ave Kurve Shingam So Pendan Dewa Mali Chungwe Chere Sima Tenjin Gyatso Ye Shape Side Patu Guru Lama Kuma Sangha Sova Dektoto Kuze Ringla Sova Chile Darshin Jela Sova Deklama Dan Dewa Mekara Srinje Do Pende Chungwe Neki Bo Temba Yiri Neba Neba Tibe Kebo Na Kuze Shabe Tinjuro Je Chunga Simbo Kayi Dunye Senjen Targi Shokarwa Chewa Samye Chejen Chejen Shugyuro Ji. आजमा हामी हाम्रा सका दवाको पर्व भर्खरै हामी अब समाप्त भयो र सबैलाई विदित भएको कुरो हो र यो सका दवा हाम्रा एउटा बौद्धहरूको महान पर्व र पुण्य आर्जन गर्ने एउटा महान महिना हुनाले गर्दाखेरि सबै जग्गा जग्गामा बुद्ध जयन्ती लगायत पिउने बस्ने कन्जुर पाठ गर्ने भूम पाठ गर्ने र त्यस्ता बुद्धका
पञ्चशील अष्टशील पालन गरेर बस्नेहरूमा हामीले यसपालि धेरै अब हामीले यसरी देख्नुमा सुन्नुमा आयो र पहिलोको तुलनामा हेर्दाखेरि आजकल हाम्रा बौद्धहरूमा धेरै नै धर्मप्रति निष्ठा, धर्मप्रति आस्था, धर्मप्रति इच्छाहरू धेरै नै वृद्धि भएको हामी महसुस गर्दछौँ र यहाँ हाम्रो एउटा धर्मको विशेष बुद्ध धर्मशास्त्र कहिलेको एउटा लक्षण जस्तो हामी यसलाई माने पनि हुन्छ जस्तो मलाई लाग्छ र जहिले पनि म भन्छु कि विशेष गरेर हामी एउटा बौद्ध है भएको नाताले हामीले भगवान बुद्धको जीवनी सम्बन्धित र बुद्धको उहाँको शिक्षा र बौद्ध धर्मको इतिहास र बुद्ध धर्मले कुन दृष्टिकोणबाट कतिवटा यानाहरूलाई भनौँ न अब थेरवाद, हिनयाना, महायाना भन्ने कुरोहरू, यी कुरोहरू हामी बुनियादी कुरोहरू चाहिँ आजकलको समयमा धेरै जानकारी लिनु धेरै आवश्यक मैले देखेँ। किन भन्दाखेरि चाहिँ यो कमान बस्तीतिर अब भ्रमण गरेको बेलामा यताउता बोलाएको बेलामा हाम्रा बुद्धिस्टहरू है सङ्गठनहरूको भानिपा सङ्घहरू अवलम्बीहरू बौद्ध धर्म पुरा छरेर बसेको छ। तर प्रायः जस्तोलाई हामी कस्तो खालको एउटा समाजमा बसेको छौँ भने एउटा बहुसङ्ख्यक संस्कृति भएका मल्टी रिलिजन र मल्टी सोसाइटीमा हामी संलग्न भएकोले गर्दाखेरि हामी एउटै धर्म र एउटै अनुयायीको स्तरमा नबसेर अन्य धर्मसँग हामी साथगाँस मिलेर बसेको हुनाले गर्दाखेरि त्यो सँगसँगै कतिपय संस्कृतिहरू धर्महरू पनि पुरै अब मिक्सअप भएर आएको है र त्यही माथि अहिले कतिपय हाम्रा बौद्धहरू अब अन्य हिन्दूहरूसँग अनि क्रिस्चियनहरूसँग पनि बिहान बटुल गर्दाखेरि त्यसै पनि धर्मको बुनियादी भनौँ, धर्मको जानकारी, धर्मको संस्कृति अझै पनि हामी विशेष गरेर कमान बस्तीमा धेरै अनभिज्ञ, त्यसै पनि हाम्रा धर्मगुरुहरूको कमी कमजोरी भनौँ या धर्मको शिक्षाको कमी कमजोरीले गर्दाखेरि हाम्रा मान्छेहरू धेरै अन्योलमा परेका, धेरै अज्ञानतामा परेका अहिले पनि हामी यसरी देखिरहेको छौँ। तर एउटा पक्षले हेर्दाखेरि अघि मैले भनेर जस्तै अब यो बुद्ध जयन्तीको उत्सव भयो, सँगसँगै गुम्बामा कमान बस्तीमा सानोतिनो ठुलो गुम्बाहरू बनाएर लामाहरू राखेर पाठ पूजाहरू मानिपा सङ्घहरू राखेको एक प्रकारले एउटा पक्षबाट वृद्धि भएको जस्तो देखिए तापनि तर अर्को पक्षबाट हेर्दाखेरि चाहिँ धर्मको गुण र धर्मको ज्ञानले चाहिँ त्यति साह्रो एउटा जस्तै अन्य धर्ममा एउटा कुनै पनि पर्व भन्दाखेरि त्यसलाई एउटा मनोरञ्जनको हिसाबले त्यसलाई उत्सव मनाउने हुनाले गर्दा हाम्रा कतिपय बौद्धहरूको पर्व पनि त्यस्तै खालको अन्य धर्मको सँग मिक्स भएकोले गर्दा हाम्रो धर्म पनि बौद्धको पर्व पनि त्यस्तै खालको मनोरञ्जन स्तरबाट मनाउने हामीले कतिपय देखिरहेको छौँ। हामी यो सबै कुरो चाहिँ हामीले नबुझेर नजानेको कुरा रहेछ भने मलाई त्यस्तो खालको एउटा आभास भयो र अब त्यसले गर्दाखेरि यहाँ अघि यिनीहरूले भनेको जस्तै आज जुन चाहिँ एउटा बौद्ध संस्कार एउटा दैनिक जीवनमा हामीले एउटा बौद्ध भनेपछि कसरी चाहिँ हामीले बुद्ध धर्मसँगलाई जान्नु मात्रै होइन, मान्नु मात्रै होइन, उहाँको बुद्धको विशेष गुण र ज्ञानलाई चाहिँ कसरी चाहिँ हामी जीवनमा उतार्नु पर्ने त्यो चाहिँ महत्त्वपूर्ण हो। किन भन्दाखेरि एउटा बुद्धिस्टको दृष्टिकोणले हेर्दाखेरि हामीले जुन चाहिँ चोला पाएको छौँ, जुन चाहिँ शरीर पाएको छौँ, यो धेरै बहुमूल्य चोला मानिन्छ है। यो खालको अब यसको विशेषता यो दुर्लभ मानव चोलाको बारेमा शाक्यमुनि गौतम बुद्धले पनि सूत्रमा बारम्बार यसको विश्लेषण गरेको छ भने पछि रहेका भारतका पण्डितहरूले पनि धेरै
यसको मनुष्यको गुणको बारेमा है दुर्लभ चोलाको बारेमा धेरै वर्णन गरेका छन् र 8वीं शताब्दीको महापण्डित शान्तिदेवले पनि यो कुरो बोधिसत्वाचार्य अवतारमा बारम्बार भन्नुहुन्छ। जस्तै कि एउटा पहिलो बोधिसत्वाचार्य अवतारको एउटा पहिलो श्लोकमा छ Del giorni sindrinia perka ekuti dokter berjurba kalte din apa maduna cidi yang tak jurba kala banera उहाँले भन्नुभएको छ कि यस्तो खालके दुर्लभ मालो चोला एकदम पाउनु धेरै दुर्लभ हो। धेरै पुण्य र कर्म संस्कार गरेकाले मात्रै यस्ता खालके शरीर प्राप्त हुन्छ। कल्टे दिला फेबा माडोना अब यस्ता चोला पाएपछि यदि हामीले यसलाई सही ढङ्गमा सही मार्गमा यसलाई सार्थक बनाउन सकेन भने अर्थपूर्ण बनाउन सक्यो भने पछि फेरि घरिघरि यस्ता चोला पाउँछ भन्ने केही निश्चित छैन अथवा केही ग्यारेन्टी छैन। भन्नाले चाहिँ केमा जोड दिएको छ भन्दाखेरि हामीले जुन चाहिँ चोला पाएको छौँ यो हुन त आमाको कोखबाट जन्म लिए तापनि तर अब यसको पछाडिको पृष्ठभूमि हेऱ्यो भने पूर्व जन्मको धेरै संस्कार र कर्मको परिणामले गर्दाखेरि यस्ता खालके चोला पाएको हो भन्ने पुस्तकमा उल्लेख गरेको हुन्छ। त्यसले गर्दाखेरि हामीलाई यी दुर्लभ मानव चोला चाहिँ हामीले समयलाई नष्ट नपार्ने खेर नपार्ने त्यसै मनोरञ्जनमा र त्यसमै व्यर्थ अर्थहीन गरेर चाहिँ नबिताउनु भनेर चाहिँ बुद्धले र पछिका पण्डितहरूले तिब्बतका महान गुरुहरूले र पुस्तकमा बारम्बार यो कुरो हुन्छ। यो कुरोले चाहिँ घरिघरि के भन्न चाहेको छ हामीलाई चाहिँ जग्गाको सुतेको मान्छेलाई उत्रकै अब त्यस्तो समय छैन भनेर। त्यसले गर्दा तपाईँहरूले यो कुरो दुर्लभ मानव चोलाको कुरा सायद आज भन्दाखेरि 10, 15, 50, 100 तपाईँ सुनेको थियो होला। तर जति सुन्यो भने हाम्रा मान्छेका एउटा एक प्रकारको इन्स्टिक्ट भन्छ नि इङ्ग्लिसमा हामी एउटा आफ्नो एउटा के भन्छ हामी यस्तो खालके अवस्थामा बस्छ कि आज राम्रो सुनेको कुरोहरू भोलि नै के भन्यो बिर्सिहाल्ने। किनभने हामी बाहिरी रूपी यी संसारको पञ्च तत्त्व मध्यमबाट त्यो बाहिरीको रङ बिरङ्गको तत्त्वहरूमा मनोरञ्जनमा अथवा त्यसमा हामी अथवा भनौँ भने लौकिक र संसारिकको कार्यक्रममा हामी यति साह्रो व्यस्त हुन्छ कि यी भित्री कुरोहरू हरपत हामीलाई याद गर्नु हुँदैन। त्यसले गर्दाखेरि यो खालके धर्म सुन्ने बुझ्ने र यो दुर्लभ मानव चोला र अनित्यको पाठहरूलाई चाहिँ जति सुने त्यतिकै राम्रो हो घरिघरि। त्यही कारण भगवान शाक्यमुनि गौतम बुद्धको विशेष गरेर सूत्रमा हेऱ्यो भने प्राय जस्तो प्रवचन दिँदै दिँदै उहाँले अनित्यको